साथीहरु स्वागत छ हजुरहरुलाई सृष्टि दराईको मिनी ब्लगमा। आज चाहिँ म बनाउँदैछु पिरोगिलो चटपटे। हेर्नुस् है साथीहरु, मैले सामग्रीहरु रेडी पारिसकेको छु। सबभन्दा पहिला मैले चाउचाउ एड गरेको छु साथीहरु। हेर्नुस् है, त्यसपछि राख्दै मैले मसला चाउचाउको। त्यसपछि मैले एड गरे आलु। त्यसपछि मैले एड गरे टमाटर। त्यसपछि हरियो खुर्सानी अनि गाजर। यो चाहिँ हजुरलाई मन परे राख्नु त नराख्नु, मलाई चाहिँ एकदम मन पर्छ, त्यसैले मैले गाजर नै राखेको छु साथीहरु। त्यसपछि पाला आउँछ प्याज नभई त मिठै हुँदैन। त्यसपछि मेरो आफैले लाग्नु, मैले लोकल धनिया घरमा लाग्को नै बारीबाट टिपेको। त्यसपछि स्वाद अनुसार बिरे नुन, भुटेर राखेको रातो धुले खुर्सानी। यो चाहिँ चटपटे मसला मैले आफैले बनाएको। त्यसपछि मैले एड गरे कागती। अब राख्दैछु म कालो रातो सस। मैले रातो सस पनि एड गरे साथीहरु। हेर्नुस् है, अब म सफा हातले चटपटलाई म्यास गर्दैछु साथीहरु। मलाई चाहिँ भुजा खासै आज यस्तो खाम भएन, त्यसैले मैले भुजा स्किप गरे साथीहरु। हजुरहरुलाई मन पर्छ भने राख्दा नि हुन्छ। रेडी भयो साथीहरु गिलो चटपटे खानाको लागि। मेरो मुखबाट चाहिँ पानी निस्किसक्यो साथीहरु। हेर्नुस् त, वाउ, यस्तो मिठो भयो के साथीहरु। अब म चाहिँ खान्छु। हेर्नुस् साथीहरु, चटपटे रेडी भइसकेको छ खानालाई। भनेर त हेर्दै खाउँ लाग्दो। बाई बाई साथीहरु, हजुरहरु पनि यसरी नै बनाएर खाना ट्राई गर्नु होला। ओके, बाई, लभ यु।